हेलो गाइज वेलकम ब्याक टु माई न्यू ब्लग होइन 11 बज्न आँटेको छ हो। अब म चाहिँ रेडी सेडी भएर ड्युटी जानुपर्ने हुन्छ। अन्त आज चाहिँ एकदम क्या निन्दा लागिरहेको छ कि निन्दा पुगेको छैन। आज म सुतिनँ नि त मजाले दिउँछु कि निन्दा पुगेको छैन कस्तो कस्तो देखिरहेको छ। अब त्यही हो भटाभटी काम गर्नु गएर त्यहाँ एकछिन बस्नुपर्छ त्यही हो। अब पर्सि चाहिँ अफ हुन्छ होला सायद हो त्यस्तै लाग्दैछ। हुन्छ गाइज म तपाईँहरूलाई अहिले भेट्छु माथि। फेरि पनि म ड्युटी छुट्टी भएर आइसकेको छु तपाईँहरूको माझमा होइन। मेरो ड्युटी छुट्टी भइसकेको छ। ब्रोमा चाहिँ ड्युटीको निक्लिसकेको छु। आज त त्यस्तो बिजी थिएन 97 प्याक्स थियो होइन। र पनि हुन्छ नि अब आज त्यही अलिअलि बिजी त थिएन र पनि अब आज लाइभमा राखिदिएको थिएँ। एक्लै बस्नु परिदिएको हो लाइभमा सबै हेर्नु परिदिएको। लाइभ यस्तो झिजो भइदिएको नि घरि के भन्छ घरि के भन्छ केही लागेर क्या लाइभमा। मलाई चाहिँ मजा आउँछ लाइभ जानु कि तर अब गाह्रो हुन्छ हो। मजै छ यहाँ टिटी चाहिँ छैन रहेछ। टाइम त ठिकै हो टिटीको टाइम हुने हो यति बेला हुने बेलै हो होइन। टिटी छैन रहेछ के गर्नु यस्तो घाममा म यस्तो घाम छ हो। हिँडेरै जाने बेला हो नि हो। रुम मेरो रुम चाहिँ यहाँदेखिको चाहिँ लगभग तपाईँको 1 किलोमिटर छ नि त पर बाहिर छ नि त। हामी चाहिँ भित्र एकोमोडेसन चाहिँ नबसेको क्या राम्रो छैन क्या भित्रको एकोमोडेसन। हल्ला गरेर 20 जना जस्तो मान्छे बस्छ हो। हल्ला बेसी मैला हो त्यही भएर हामी अलग्गै एकोमोडेसन मागेर पिछाडा मागेर अलग्गै बसेको क्या हामी चाहिँ। अन्त अब म रुम गएर चाहिँ आज नुहाइदै गरेर लुगाहरू अलिकति वास गर्नु छ। लुगा सुगा धोएर चाहिँ सुत्नुपर्ने छ। बेलुका फेरि आउनु पऱ्यो ड्युटी हो। त्यही हो दिउँसो एडमिन आउँछ नि त हो। त्यसको बिहान मर्निङ थियो त्यो अहिले आउँछ। त्यहाँबाट चाहिँ त्यहाँहरू चाहिँ त्यसले उठाउँछ मलाई फेरि हो। त्यहाँबाट सुत्दिनँ म त्यो नहुन्जेल चाहिँ हो। त्यहाँहरू चाहिँ सुत्छु त्यहाँ छ्याप्पै बेलुका 6 साढे 6सम्म सुत्छु। त्यहाँबाट चाहिँ उठेर आउँछु। पुरा त्यो हुन्छ नि यिनीहरूको जति पनि यो बोर्डहरू हुन्छ ब्ल्याक पेपर र यो यस्तो छ नि होइन कफी यो सबै सफा गरेको हुँदो रहेछ क्या। माटो पनि रातो माटो रहेछ हो। सबै सफा गरेको हुँदो रहेछ क्या हो। के हो यो साँप जस्तो के कुद्दैछ कत्रो ठुलो भालेमुङ्गो पनि भालेमुङ्गो रहेछ हो। कत्रो ठुलो रहेछ तर हो क्या प्रपर्टीभित्र क्या तर्साइदिएको। मतलब म 10:45 भएको थिएँ होइन। लुगा फेरि अलिक छिटै निक्लेको थिएँ उसो फेर निक्लेको। प्रपर्टी अलिक माथिपट्टि पुगेर त जङ्गलमा स्याक गऱ्यो एकपल्ट गऱ्यो ठिकै छ। फेरि स्याक गरिदिएको कि यस्तो लाइट बारेर त्यो केही छैन हो। चुपचाप अन्त चल्दैन फेरि त्यहाँ च्यान गाडी छ रहेछ नि त हो। अघि बिहान अङ्कलले भनेको च्यान गाडी छ नि त्यहाँ चाहिँ अन्त चल्दै चुपचाप त्यहाँ मुनिपट्टि च्यान गाडी पनि रहेछ नि त हो। त्यो अर्को प्रपर्टीको मान्छेहरू चाहिँ गाडी गरेको छ नि त्यो उयो देखा गरेको आफ्नो दबदबा हुन्छ नि त्यो मान्छे लोकलहरू पनि त्यहाँको दबदबा देखा गरेको त्यो चाहिँ हो। त्यसको लागि चाहिँ गाडी गरे आमा र बाउको हुन्छ नि कपुर छ होइन। त्यही हो कपुर गाडी कपुर छ। अन्त त्यही छ गाइस घामले मात्रै हत्तो हिँड्नु पनि अल्छी लाग्छ। हिँड्नु मन लाग्दैन के गर्नु टिटी हुँदा नि दिउँसो। तपाईँहरूले पनि यो रुखमा चाहिँ सेतो सेतो फुल देख्दै हुन्छ होइन। त्यो खासै फुल होइन रहेछ क्या पत्ता रहेछ क्या। मैले पनि यहाँबाट त यस्तै देख्दैछु सेम फुल क्या तर पत्ता रहेछ क्या। जति छेउ गयो नि त्योहरू चाहिँ पत्ता रहेछ। मतलब पत्ताको कलर अर्कै खालको रहेछ कि फुल चाहिँ होइन रहेछ क्या। म चाहिँ झुक्किसकेको छु आजको। तपाईँहरू पनि झुक्किनु भयो होला होइन। बट त्यो फुल होइन पत्ता हो क्या पत्ता खालि रहेछ। हाम्रो बसन्ती गाडी पनि आइसकेको छ। यो चाहिँ हाम्रो बसन्ती गाडी हो। हाम्रो टिटी चाहिँ यही हो। नमस्कार अन्ना अन्नालाई नमस्कार भन्दै हो। अन्ना दामी छ मान्छे हो। नमस्कार भनिसकेको अन्नालाई मैले। अब यो फेरि के को बोर्ड हो फर्स्ट टाइम देख्दैछु यो पनि हो। धुप्पी जस्तो छ है हाम्रोतिर हुन्छ नि धुप्पी सेम धुप्पी। यो गाडी चाहिँ तपाईँको मडिकेरी जान्छ बजार होइन। यो यहाँ चाहिँ तपाईँको यो चाहिँ बस स्टप हो होइन। अझै बस रोक्छ तपाईँहरूको। यहाँ चाहिँ बस स्टप हो। यहाँ चाहिँ सब्जीको स्टल लाउँछ हो। यो ओह्रालो तपाईँको विराजपेट केरला जान्छ। सिधै ओह्रालो गयो भने होइन तपाईँको यो ओह्रालो जानुभयो भने विराजपेट केरलाहरू पुग्नुहुन्छ। सिधै जानुभयो भने होइन यता यो रोडपट्टि जानुभयो भने चाहिँ तपाईँको
बेङ्गलोर पुग्नुहुन्छ तपाईँ सिधै हो बेङ्गलोर तपाईँ यो रोडबाट जानु भने चाहिँ बेङ्गलोर रोड हो यो होइन यो उनीहरू चाहिँ विराजपेटहरू केरलाहरू पुग्नुहुन्छ यो बाटो चाहिँ तपाईँको हुन्छ बेङ्गलोर र म चाहिँ अब रुम पनि आइसकेको छु गाइस होइन यहाँ कसको मोचा झरिरहेको छ केटाहरू टिप्टिम न यहाँ दोकान पनि छ त्यो दोकान कहिले कहिले खोल्छ यसो देख्दिनँ यहाँ मोचा झरिरहेको छ हो अब चाहिँ रुम आइपुगेको छु गाइस म चाहिँ नुहाइदै गरेको पनि सकेको छु हो नुहाइदै गरेर रुम निक्लिसकेको छु हल्का घाम चाहिँ बेद तगडा लागिरहेछ मेन रोड रहेछ होइन तगडा घाम छ क्या अब एकछिन बसेर चाहिँ सुत्नुपर्ने हुन्छ सबै हो साथी आउँदालाई त्यसलाई पर्खिन्छु अब डिस्टर्ब हुन्छ नि हो त्यहाँ त सुत्छु हुन्छ गाइज थ्याङ्क यू फर वाचिङ गाइज किप सपोर्ट यसरी नै माया देखाइदिँदै गर्नुहोस् आउने दिनहरूमा दामी दामी ब्लग लिएर आउनुहोस् हुन्छ गाइज बाई बाई सी यू किप सपोर्ट